नमस्कार साथीहरु, टेक्निकल सम्बन्धी नयाँ भिडियो लिएर आउने क्रममा आज चाहिँ नयाँ इमिस 2081 मा कक्षा 9 को वार्षिक परीक्षाको फाइनल मार्क कसरी चाहिँ अनलाइन इन्ट्री गर्ने त्यसको बारेमा भिडियो लिएर उपस्थित भइसकेको छु। अहिलेसम्म पनि च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला, बेल आइकनलाई थिचेर नोटिफिकेसन अन गरिदिनु होला ताकि यो च्यानलमा अपलोड हुने सबै भिडियोहरु तपाईको डिभाइसमा सजिलै पुगोस्। हस् त अब लागौ ल्यापटपको स्क्रिनतर्फ। सबभन्दा पहिला चाहिँ कुनै ब्राउजर छान्नु होला। म यहाँ पहिलादेखि नै क्रोम ब्राउजर छानेर राखिसकेको छु। अब यो क्रोम ब्राउजरको गुगल सर्च बारमा यहाँ टाइप गर्नु होला IEMIS। अब इमिस टाइप गरिसकेपछि यहाँ IEMIS मा क्लिक गर्नु होला। अब इमिसमा क्लिक गरिसकेपछि अब यहाँ दुईवटा अप्सन आउँछ, इमिस लगइन एउटा रजिस्टर नाउ। कुनै एउटामा क्लिक गर्नु होला। अब क्लिक गरिसकेपछि यहाँ स्कुलको युजर नेम र पासवर्ड चाहिँ मागिरहेछ। यो आफ्नो विद्यालयको युजर नेम र पासवर्ड हालेर लगइन हुनु होला। अब इमिसमा लगइन भइसकेपछि यहाँ थुप्रै चाहिँ अप्सनहरु दिएको छ। स्कुल रिपोर्ट कार्ड, स्टुडेन्ट रेकर्ड, म्यानेज एक्जाम, EIEPMT UMS। यो चाहिँ सबैलाई छाडेर के गर्ने त म्यानेज एक्जाममा हामीले क्लिक गर्ने। अब म्यानेज एक्जाममा क्लिक गरिसकेपछि यहाँ देखाइरहेको छ सब्जेक्ट म्यानेजमेन्ट, एप्लिकेसन फर्म, एडमिट कार्ड, मार्क इन्ट्री कक्षा 1 देखि 12 सम्म यहाँ छ। योमा हामीले क्लिक गरिदिने। अब योमा क्लिक गरिसकेपछि यहाँ सेलेक्टेड स्कुल देखाइराखेको छ। इयर देखाइरहेछ, इयर 2081 मा हामीले क्लिक गर्ने। त्यसपछि क्लास चाहिँ के गर्ने त यहाँ 9 सिलेक्ट गर्ने र लोडमा हामीले क्लिक गरिदिने। अब लोडमा क्लिक गरिसकेपछि अझै प्लिज वेट देखाइराखेको छ। यो अब भइसकेको छ। अब यसमा चाहिँ अब सबै विषयको मार्क इन्ट्री गर्नु छ कि एउटैको गर्नु छ। यदि सबैको गर्नु छ भने हामीले के गर्ने त यहाँ अलमा क्लिक गरिदिने। अब अलमा क्लिक गरेर यहाँ हेर्न सक्नुहुन्छ पार्टिसिपेसनमा के दिएको छ 3 दिएको छ। अब 3 मा कति चाहिँ ल्याएको छ त्यो यहाँ हाल्नु होला। अनि प्र्याक्टिकल एन्ड प्रोजेक्टमा 16 छ, 16 मा कति मार्क ल्याएको छ यो विद्यार्थीले यहाँ हाल्नु होला। टोटल अफ टर्म चाहिँ कति मार्कको छ त 6 मार्कको छ। यो 6 मार्कमा कति विद्यार्थीले ल्याएको छ त्यो यहाँ हाल्नु होला। त्यसपछि टोटल अफ फाइनल मार्क 75 दिएको छ। यो चाहिँ कति ल्याएको छ यहाँ 75 मा त्यो यहाँ हाल्नु होला। त्यसपछि अर्को विषयको इंग्लिशको छ, पार्टिसिपेसन 3 छ, प्र्याक्टिकल एन्ड प्रोजेक्ट चाहिँ 16 छ, टोटल अफ टर्म चाहिँ 6 छ, टोटल अफ फाइनल 75 छ। योमा कति मार्क लागेको छ यो विद्यार्थीले त्यो अनुसारको यहाँ मार्क इन्ट्री गर्नु होला। त्यस्तै यहाँ दिएको छ फेरि म्याथमेटिक्स को पनि दिएको छ, सेम दिएको छ। पार्टिसिपेसनमा 3, प्र्याक्टिकल एन्ड प्रोजेक्टमा 16, टोटल अफ टर्ममा 6, टोटल अफ फाइनल मार्कमा 75। त्यस्तै चाहिँ यहाँ सोशल साइन्स एन्ड टेक्नोलोजीमा दिएको छ, सेम दिएको छ। त्यसपछि सोशल स्टडीजमा सेम दिएको छ, अप्सनल म्याथमा सेम दिएको छ। अनि यहाँ अप्सनल टु हेल्थ एन्ड फिजिकल एजुकेसनमा चाहिँ अलि फरक हुन्छ हैन। पार्टिसिपेसनमा यसमा चाहिँ 3 हुन्छ, प्र्याक्टिकल एन्ड प्रोजेक्टमा योमा चाहिँ 50 मार्कको हुन्छ। यसमा चाहिँ टोटल अफ टर्ममा चाहिँ यसमा 6 हुन्छ। फेरि यसमा टोटल अफ फाइनल मार्कमा कति हुन्छ अनि यसमा चाहिँ टोटल अफ फाइनल मार्कमा 50 मा कति ल्याएको छ त्यो सबै चाहिँ मार्क इन्ट्री गरेर अब यहाँ लास्टमा सेभ दिएको छ। यो सेभमा क्लिक गरिदिने अनि अनलाइन मार्क इन्ट्री भइहाल्छ। हस् त, धन्यवाद। भिडियो कस्तो लाग्यो कमेन्ट मार्फत छोटो मिठो प्रतिक्रिया दिनु होला ताकि आगामी दिनमा यस्तै खाले जानकारीमूलक भिडियो बनाउन मोटिभ मिलोस्। हजुरहरूलाई अलि छोटो समय छ भने यहाँ स्क्रिनमा शो भइरहेको हाम्रो भिडियोहरू चेकआउट गरिदिनु होला। हस् त, धन्यवाद। जय नेपाल।